1 करोड 39 लाख त्यही एउटा 77 मिटर लामो पुलको टाउकोमा हालिदिनु भयो क्या सबै कता त्यत्रा मेसिन ड्रिल मेसिन किनेका अनि तपाईँको ढुङ्गा काट्ने त्यो कडा ढुङ्गा काट्ने हुन्छ नि रेने गर्ने त्यो ग्राइन्डर इटा बनाउने ग्रेन्डर के भन्छ ग्राइन्डर हजुर ग्रेनाइट कि ग्राइन्डर हुन्छ ग्रेनर किन्यौँ अनि त्यहाँ बिजुली थिएन त्यत्रो होन्डाको जेनेरेटर किन्यो हेर्नुहोस् है त्यस्तो इम्पोर्टेन्ट सामान किन्यौँ 177 बोरा सिमेन्ट बन्ने पुलमा 260 बोरा त सिमेन्ट किनियो त्यहाँ अरू पनि पूर्वाधार बनिएको छ नि त्यहाँ अरू चिज अरू पनि बनाएको छ त्यहाँ त्यो मात्रै हैन अरू पनि बनाएको छ उसो भए अरू पनि बनाएको छ नि त्यसलाई ब्रेकडाउन गर्नु पर्थेपछि समाचार सुन्छु त म त 1 करोड 29 लाख हाले यो दिमाग खराब के भने अब त्यहाँ जम्मै के भन्ने जम्मै अब त्यो आर्मीका साथीहरू छन् हैन इमानदार छन् काम गर्न अब सेनामा भुभु भए जागिर खाएका अनुभव भएका मान्छेलाई कार्य अनुभव छ अब हिसाब किताब राख्नमा अब बनाउनमा अलि ल्याकअप भन्छ कि त्यो ल्याकिङ भयो र बिग्रियो अनि कोषाध्यक्ष म्याडम पनि अब कतिको हुनुहुन्छ नि म्याडमलाई पनि त्यो आइडिया भएन होला अब मान्यजीको त कुनै दोषै छैन उसले त हामीले खाँदाखेरि त्यहाँ जे मासु भात खायो जहाँ सुत्ने जो ढुङ्गा बुनी गिटी कुट्ने कुटेको हिसाब किताब घरको सम्बन्धीलाई थाहै छैन त्यो वारिपारि पुल भनेको पुलका वारिपारि बडा गजबले कहिले काहीँ स्टिल डेक बस्थ्यो हामी खोलामा त्यत्तिकै छोडिदिन्थ्यौँ उहाँले चट्ट चौतारो बनाएको छैन टिनको छानो हालेको छ ट्रसको उठाएर टिनको छानो हालेको छ बेन्च राखेको छ त्यो लाखौँको छ वारिपट्टि बनायो हेता छ कैयौँका घरमा गरेको छ थुप्रो सहयोग गरे बच्चा बच्चीलाई काठमाडौँमा पढाउन ल्याएको छन् दार्चुलामै त्यो धापमा 3 वर्ष इन्जिनियरिङ पढ्नेको फिसै तिरिदिएछ त्यो गाउँकाले आर्थिक सहयोग नपाएको एउटै परिवार छैन त्यहाँनिर लत्ता कपडा खाद्यान्न सब चिजमा हरेक चिजमा सहयोग गरेछ क्या तर त्यो सहयोग गरेर देख्यो नि एउटा पुल बनायो भने 77 मिटर लामो एउटा पुल बनायो भने पुलैमा सिद्धिकै चुच्चे ढुङ्गा उइटुङ्गो भने जस्तै यो प्रस्तुति भएन क्या खर्च भयो विभिन्न शीर्षकमा खर्च भयो सहयोग गर्यो विभिन्नलाई अघि पनि भन्नुभयो विभिन्न त्यहाँ टोयलेटहरू बनाइयो त्यहाँ स्कुलहरूलाई सहयोग गर्यो सबै गरियो तर त्यो खर्च जति चाहिँ सबै चाहिँ 1,39 लाख 1 करोड 39 लाख चाहिँ नि त्यही पुलको नाममा देखायो के त्यो चाहिँ किन तपाईको विदेशबाट एक कोही राम भन्ने मान्छेले एक च्याङ्ग्रो एक खसी खाने मेरो तर्फबाट 50,000 रुपियाँ भनेर पठाउँछ अनि उसले खसी र च्याङ्ग्रो मासु र भात खाएन भने फिर्ता दिनुपर्छ भन्छ उसले दिएको त्यो पैसा पनि त्यही झोलुङ्गी पुलमा गयो कि यहाँ त